सम्पूर्णमा नमस्कार। तपाईहरुलाई शिक्षा सागर च्यानलमा स्वागत छ। कक्षा 12 का भाइ बहिनीहरु, तपाईहरु वैशाख 11 गतेदेखि परीक्षा हुने वा नहुने कुरा लिएर अन्योलमा हुनुहुन्छ भने आजको यस भिडियोमा मैले यसको बारे सम्पूर्ण अपडेट दिनेछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। Shiksha Sagar, dive into the ocean of knowledge. पहिलो कुरा, हिजो मात्रै शिक्षा मन्त्रीले राजीनामा दिनुभएको छ। अब यसकारण शिक्षकहरूको माग पूरा हुने वा नहुने कुरा अस्पष्ट छैन। तर यसकारणले कक्षा 12 को परीक्षा प्रभावित हुन सक्नेछ। अनि दोस्रो कुरा, हिजो एनएबी ले मिटिङ राख्नु भएको थियो र स्याडली त्यो मिटिङ पनि टुङ्गोमा पुग्न नसकेकोले कुनै आधिकारिक निर्णय आइसकेको छैन। तर परीक्षा सार्ने सम्भावना बढिरहेको थियो। आज बिहान 8 बजे एनएबीले मिटिङ राख्नु भएको थियो, जसमा एनएबीले कक्षा 12 को बोर्ड एक्जाम वैशाख 11 गतेदेखि नै लिने निर्णय गरेको छ। त्यसैले तपाईहरुसँग सीमित समय छ, त्यसैले सदुपयोग गर्नुहोला। तपाईलाई कन्फ्युजन लागेको म्याच टपिकहरु छन् भने तल कमेन्ट गर्नुहोस्। हामी सकेसम्म छिटोभन्दा छिटो तपाईहरुको डाउटलाई क्लियर गर्ने प्रयास गर्नेछौँ। धन्यवाद।